आमा आउनुछन् खोइ खोइ आमा खोइ आमा खोइ खोइ आवामी कपडालाई फेरि पठाइदिन्छु के बो आमा के त आमा चप्पल ल्याएर आमा आमा भनेको अरे त्यो त मेरो चप्पल हो त्यो मेरो लु हिँड्न जाउँ अब खेल्न जाने बेला जहिले आमा सम्झिन्छ जिम गर्ने जिम 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 यता यता चिया न गर्ने के गर्ने के हात किन नि ल लड्छ लड्छ न आको आको सक्दिन के यहाँ त सक्दैन उतै 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 आफै गयो आफै आफै गयो मलाई भयो 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 लडिन्छ 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 माथि माथि के भयो फेरि के भयो एक्सिडेन्ट ला गाडी एक्सिडेन्ट भइहालेछ नि गाडी एक्सिडेन्ट भयो उठ्नुहोस् आमा गाडी एक्सिडेन्ट भइहाल्यो नि ल उठ्नुहोस् उठ्नुहोस् कहाँ आया कहाँ भयो कहाँ भयो कहाँ खोइ खोइ ल चिया पनि भाँचिएछ क्यारे खोइ आमा आयो भयो नि त अब यो च्यापु नै भाँच्यो त्यसै दौडिने हो त ल कहाँ आयो भयो यसलाई आयो भयो यहाँ अरू कहाँ आयो भयो अर्कोमा कहाँ अर्को कहाँ आयो खोइ आमा कहाँ लडे कसरी लडे बाबा आयो भइहाल्दैछ ल ओ भाइ एक्लै छौ त चुप जाऊँ अब फेरि यतै आएको उता के त गयो गाडी ल ल ल ल ल ल ल ल गाडी ल हेर ल हेर ल ल ल ल ल ल हेर अब मोटरसाइकल कुद्यो ढुर्र पारेर ल ल ल गयो नि गयो मामा उता गएँ मेरो सिमन के गर्दैछ मेरो सिमन बाबै एक्लै पुकु खेलिरहेछ तर बच्चालाई चाहिँ सकेसम्म अलिकति सँगै राख्नु भन्दा अलिकति आफू अलिकति टाढा बसेर वाच गर्नु नि राम्रो जस्तो लाग्यो कि सियनलाई चाहिँ पहिला जहाँ जे गरे पनि सँगै बस्ने यताउता ऊ उठेपछि सँगै बस्ने भएर मलाई एकछिन पनि नछोड्ने क्या तर ऊ चाहिँ खेल्न चाहिँ भुइँमै खेल्ने
तर साथी चाहिँ उसँगै चाहिने। त्यही भएर मैले सानोलाई चाहिँ अलिकति आफूबाट अलिकति अलिक टाढैबाट वाच गर्ने विचार गरिरहेको छु। भाइलाई छुने होइन है, हात छिछ। हात छिछ हातमा। ल ल ल ल फेरि लड्यो। लडी त गयो, अब घाउ भयो अब आमा। ल ल हेर रगत आइहाल्यो नि, रगत आयो आमा। लडेपछि रगत आयो। तर जति जे भयो भने घाउ भयो भने अचम्म छ कि मेरो छोरो। फेरि उसलाई मतलबै छैन। यता पुग्यो ऊ उजु 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 उजु। पिङ खेल्न एकदम है रमाइलो लाग्छ पिङ खेल्नलाई। आफै आएर खेल्ने भइसकेछ। 2 महिनामा उसले आफै खेल्न सक्ने सबै थोक गर्न सक्ने भएछ। पहिला अलि सक्दैन थियो, आफै चढ्न पनि सक्दैन थियो। अहिले आफै बस्ने भइसक्यो। भयो भयो जो जो माथि जो। हो त्यहाँ यस 1 2 3 गो भनिरहेछ उसले। जापानिज आउँदैन है, सबै नेपाली मात्रै सिकाएको छु क्या मैले। भाषा यता उता हुन्छ भनेर विकिन पनि हालेको छैन। त्यही भएर मैले जापानिज त सिकाएकै छैन क्या उसलाई। तैँले नेपाली मात्रै सिकाउनु गरेर। तर पनि साथीहरूसँग यहाँ खेल्दाखेरि चाहिँ उसले अलिअलि आउँदो रहेछ क्या। कहिलेकाहीँ उसले शब्द बोल्छ के अरे, उसलाई चलायो भने यादा यादा भन्छ है। अरू त खासै केही पनि बोला सुनेको छैन है। त्यो चाहिँ उसले यादा यादा भनिरहन्छ। अब मम्मीले छोडेर गएको कति भयो क्या अरे। अहिले त 2-3 दिन भयो क्या अरे, 3-4 दिन भयो जस्तो छ। 14 गते गएको, आज कति गते हो 18, 3-4 दिन भएछ। यो 2टा बच्चा हेर्नलाई चाहिँ अलिकति डरै हुनुपर्छ। छोरो बल खेल्यो आली भुइँमा हेर न। बल मात्रै खेल्नु चाहिँ बल खेल्न नदिँदैन रिसाएर। बलसँग आफै के गरेको लुगा आमा। लुगा त मेरो आमै लुगा त। छोरोसँग गफ गर्नु पर्यो एकछिन। हेलो सियन, हेलो 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 हेलो। आऊ खै सियन। आमा सियन त मस्त के हो यस्तो। खै सानो खै हौ भनिदिनुहोस्। आऊ आऊ आऊ। हाँस्ने मात्र होइन, बोल्नु पनि पर्छ। आऊ बोल्यो न, बोल्यो एकचोटि बोल्यो। आऊ खै आमै हेर दादाको पारा लुगा ए एमजी। छि छि आमा चिलाएको थियो। छि तँ बोक्नु न, म लगेर फाल्दियो। जो जो अहिले कहाँबाट ल्याएको थियो? कहाँबाट ल्याएको थियो? कहाँ थियो? आमा अब मार्छ नि, लगेर फालिदियो। यता 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 आमै उता पर फालिदिनुहोस् पर। आमा हेर न हेर यहाँ कसैलाई आमामा पुक्का 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 पारेछ। पुक्का 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 गाला खै। हजुर 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 हजुर। आऊ केलाई हात धोयो छोरो? किन हात धोयो? किन हात धोयो? आइसक्रिम खान हात धोयो हो? ल आइसक्रिम खाने भनेको उसले अब कहाँ लिएर हिँड्ने? अब छोरा कहाँ हिँडेको? सियान कहाँ हिँडेको? बुझेन कसरी हो न?
त्यहाँ आइसक्रिम छैन कहाँ हो आइसक्रिम वहाँ पर आइसक्रिम छैन होइन वहाँ पर अक्को छ अक्को वहाँ के पापा खोइ त्यो पापाको गाडी हो लैन पापा होइन पापा होइन पापा ओनाजी कुरुमा ओनाजी पापा न ओनाजी कुरुमा ने सोधे पापा जानै हो सोने पापा जानै पापा न कुरुमा हे अनि इरुने आरुने पापाको कुरुमा घरमा छ है अनि त्यो पापा कुरुमा कहाँ हो त अनि पापा कुरुमा होइन कुरुमा होइन फेरि गाडीको कलरदेखि लिएर गाडी कस्तो छ सबै थाहा छ कि उसलाई अरू कलरको गाडी फेरि होइन भन्छ उसले आफ्नो पापाको कुरुमा त सेम पत्ता लगाउने हो नि सुनसेन आइसक्रिम खोइ आइसक्रिमै नचिन्दो रहेछ नदिने आइसक्रिम चिना कुन चाहिँ आइसक्रिम खोइ ओ आइसक्रिम ए आइसक्रिम हो पैसा खोइ पैसा आइसक्रिम किन्न पैसा खोइ कहाँ छ पैसा खोइ आइसक्रिम किन्नु आइसक्रिम किन्ने पैसा खोइ पैसा त्यहाँ हाल्ने हो ल पैसा त्यहाँ हाल्ने हो न के पैसा त्यो पैसा चल्दैन त्यो चल्दैन हुन्न अको त्यो पैसा चल्दैन न खोइ ला आएन खोइ आइसक्रिम ल अक्को पनि हाल्यो खोइ त आइसक्रिम पैसा खोइ अब पैसा माया गरेर हुन्छ आइसक्रिम खोइ त आएको ल आइसक्रिम झऱ्यो त्यो होइन यहाँ ल्याऊ त्यो होइन यहाँ राखिदियो यहाँ राख ल आइसक्रिमै आएन आइसक्रिम खोइ ल आइसक्रिम खोइ पैसा जति सबै हालिसक्यो आइसक्रिम खोइ त अनि ल पैसा ल्याऊ आइसक्रिम खोइ आइसक्रिमै छैन जाउँ अब गर जाउँ आइसक्रिम आएन नि गर जाउँ भाइ रुइसक्यो आइसक्रिम आएन जाउँ आइसक्रिम नखाने है हस् आइसक्रिमै आएन अनि जाउँ त्यो पनि आउँदैन न अक्को हाल लु अक्को आउँछ होला फेरि ल त्यहाँ होइन यहाँ यता आइसक्रिम हो नि त अनि ल अक्को पनि आइसक्रिम आयो कुन खाने खोइ आइसक्रिम आएको खोइ ल ऊ झऱ्यो अक्को पनि त्यो होइन यहाँ राख त्यो होइन अब अक्को पैसा निकाल उयो पैसा निकाल यो हो त्यो हालिदियो त ल आइसक्रिम आउँछ लु त्यो यहाँ राख त्यो हाल ल अब आइसक्रिम आयो ल कुन खाने यो माथि खाने यो खाने यहाँ थिच्ने यो त्यो होइन ल पैसा सबै झारिदियो फेरि पैसा सबै झारिदियो फेरि हाल पैसा फेरि हाल खाइदियो क्या पैसा पनि फेरि कहिलेकाहीँ त भेन्डिङ मेसिनले पैसै खाइदिन्छ भने पैसा खाइदियो जस्तो लाग्यो मलाई ला खोइ
के हो त्यो के हो त्यो त्यो के हो के त्यो के त ला त्यो त खानुहुन्न आइसक्रिम होइन होइन खाने होइन त्यही राखिदियो त्यही राखिदियो खाने होइन त्यो त खाने होइन राखिदियो 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 त्यो खानुहुन्न राखिदियो आइसक्रिम होइन ओ जाउँ ल हिँड घर जाने हिँड जाउँ अब त्यहाँ पैसै छैन पैसा खोइ पैसा खोइ पैसा खोइ पैसा खोइ त अनि पैसा खोइ पैसा खोइ खोइ मामसँग पैसा छैन सियनको पैसा छैन हाल हाल खोइ हो ल आइसक्रिम हो ल निकाल ऊ त्यो अहिले आइसक्रिम हो ऊ त्यो आइसक्रिम हो ल निकाल ल जाउँ म पर गएर हामी ल अगाडि ल अगाडि त्यो के हो के त के ल न पर बसेर खाने त्यो के हो आइसक्रिम हो आइसक्रिम आइसक्रिम कस्तो हुन्छ कसरी खाने आइसक्रिम कसरी खाने आइसक्रिम कसरी खाने हस् हस् भन मामुलाई थ्याङ्क यू भन थ्याङ्क यू भनिदेऊ मामु थ्याङ्क यू भन मामु भन न थ्याङ्क यू भनिदेऊ मामुलाई नमस्कार गर्ने लु मामु नमस्ते भनिदेऊ खोइ नमस्ते गरिदेऊ खोइ नमस्ते मामुलाई खोइ नमस्ते गरिदिएको मामुलाई हेर मामुलाई नमस्ते गरिदेऊ आई लभ यू भनिदेऊ गरिदिऊ मामुलाई यता मामुलाई आई लभ यू मामु भन थ्याङ्क यू भनिदेऊ अलि चाहिँ अनुभवले बोल्दो रहेछ सियन साह्रो छ उ बिसाएर फायर भएको छ उसले उहाँ छुइदियो भनेर